सो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। सो गाइज आज चाहिँ हाम्रो भ्लग चाहिँ मेरो घरबाटै स्टार्ट भएको छ है। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ के गर्दैछौँ भनेर भन्दा चाहिँ आज हामी एउटा सानो भिडियो सुट गर्न जाँदैछौँ। त्यो पनि कसको भन्नु न, मेरो के मेरो मेरो होइन। ल आज चाहिँ हामी एउटा सानो भिडियो सुट गर्न जाँदैछौँ। फेरि धेरै टाढा पनि होइन, त्यस्तो खासै राम्रो पनि होइन कि सिनेमेटिक भिडियोहरू बनाउन जाँदैछौँ म र मेरो दाइ चाहिँ उताबाट आउँदैछन्, फुपूको छोरा होइन। म चाहिँ अब यहाँबाट जान पर्ने हुन्छ। ल गाइज आज चाहिँ खतरा भिडियो हान्नुपर्छ है त। ल सो गाइज म चाहिँ घरबाट हिँडिसकेँ। अब हाम्रो घर चाहिँ हल्का माथिपट्टि छ डाँडामा। अब ऊ त्यहाँ देख्न सक्नुहुन्छ, यतिको यो चाहिँ हाम्रो गुदिताल भयो। अनि यहाँनिर चाहिँ अहिले चाहिँ हामी ओरतिर जाने हो, ओरतिर डाँडातिर जाने हो। बवाल छ भ्यू, दामी आउँदो रहेछ अरे क्या। अनि म चाहिँ अब लागेँ गाइज हिँड्नु। हाम्रो हल्का डाँडामा घर चाहिँ यस्तै भएको ठिक हो होइन भन्ने कुरो हो। आज भटभटी पनि छैन गाइज, भटभटी। अब बुढी बजार जान्छु म, ट्याक गर्छु अनि गाइज ल है। ल गाइज मेरो चाहिँ यो रन्डो घडीको चाहिँ उस छुट्यो है, यो बनाउन पर्ने हुन्छ। अङ्कल यो बनाइदिनु न, यो यसको पिन झऱ्यो क्या। ल गाइज मैले चाहिँ मेरो रन्डो घडीको चेन बनाइसकेको छु अनि बुढी बजार चोकमा नि आइसकेको छु। अब यहाँबाट म उता पेट्रोल पम्प छ नि, अब यहाँबाट टुक्र उता जान पर्ने हुन्छ गाइज। बाटो हेर त बाटो। ल सो गाइज अगाडि चाहिँ ब्रो आउँदैछन् है। ल बाटो उताबाट ब्रो आउँदैछन्, म यताबाट आउँदैछु। ठ्याक्क कस्तो दामी टाइममा आइयो। ल हेलो ब्रो के छ? हेर न हाम्रो ब्रो कस्तो हेर्छौँ ल। अब गाइज हामी चाहिँ यस्तो अब हेर्नु नेचरहरू हेर्नुहुन्छ, आम्म कस्तो राम्रो छ ल हेर्नु त। ल माखरी यस्तो दामी देखियो। हामी चाहिँ यहाँ जङ्गलमा मङ्गल हाल्न जाने हो। फेरि भिडियो बनाउने मङ्गल हो नि होइन। हामी चाहिँ त्यहाँ खाजा ट्याक्क लियौँ होइन। अनि पानीतिर गएको त्यो पानी खाएँ। यस्तो सानोतिनो नै एक्सप्लेन पनि हानिदिन्छु कि मैले त ढुक्क हो क्या फेरि होइन। अनि ब्रो हाँसिदिन्छ नि, भिडियो बनाइदिएर बिन्दर हाँस्थ्यो अनि कन्फिडेन्स लाइभ देख्न पाइयो। अनि गाइज होइन ए तपाईँहरूको त मैले हल्लीचल्ली बुझ्नै बिर्सिन्छु। के छ तपाईँहरूको हल्लीचल्ली? आई होप आराम सन्चै होला। इङ्ग्लिस बिजोग इङ्ग्लिस उयो यता जानु मिल्छ? यहीँबाट हो जाने। हामी चाहिँ यहाँबाट डाँडा यस्तो चढेर जान्छौँ। हाम्रो ब्रो हेर न माया कस्तो दामी देखियो नि कि। यता हेर न, यी माखरी लुक्स हेर्नु, लुक्स हेर न। के ब्रो कस्तो हुन्छ फन भन्दैछु। ल हेर गाइस आलु खाने भए आऊ ल। ल गाइस हामी चाहिँ डाँडातिर गएर भेट्छौँ है। किन भन्दा अब दाजुभाइ यति धेरै पछि भेट्टे छ। अब हल्का गफ हान्न पर्यो, भिडियोतिर नि कति गर्ने। अघि मैले के भनेको थिएँ तिमीलाई फोन हानेर? अहिले आएर तिमीले यस्तो भन्यो है। ल गाइस हेर यहाँ फुल यस्तो दामी। हालिन किन र? ल गाइस हामी चाहिँ माथितिर गएर भेट्छौँ है त। सो गाइस हामी चाहिँ डाँडातिर चढ्दैछौँ होइन, टक्क लाएर। हेर गाइस हेर कस्तो दामी हो गाइस। तल नि हेर त्यो क्यामेरा बाटोतिर ढोसर लिएर गएको हेर। बाटो यस्तो छ हेर होइन, यस्तो छ यस्तो टक्क लाएर दामी बाटो हुँदैछ। बाटो एक्सप्लोर हुँदैछ। यो भिडियो बनाउन कति गाह्रो हुन्छ यार। हात के अरे गलेर मैले जान्दैन जानेन। ल गाइस हामी चाहिँ ठाउँ यस्तो छ है, सबजना हेर्नु होला।
शायर जो थे वो कायर बने इसको मैं तेरे पे जमाने ए ल गाइज है मैले चाहिँ आज चस्मा पनि लिएर आएको थिएँ है चस्मा भिडियोको लागि हात हेर्नु सबै प्याक छ यार दाँत देख्नु पनि भएको छ यस्तो ब्रान्डेड चस्मा सो गाइज कस्तो देखिन्छ कमेन्ट प्लिज ल कम गाइज अब चाहिँ हामी माथि उक्लिँदैछौँ डाँडातिर है आज हल्का मातेर बनायो भन्ने नसोच्नु होला गाइज किनभने यस्तै हो चिल भाइब्स लिनुपर्छ भिडियोमा सधैँ त्यो स्याड भएर केही काम छैन होइन चिलो उकालो हेर्नुहोस् ठाडै उकालो हो यार सो गाइज मन परेमा ट्यागको लाइक सब्सक्राइब सेयर हानिदिनु होला है त्यही हो सपोर्ट गर्दै जानु होला अरू भन्नु त के छ र तपाईँहरूलाई धेरै माया छ ल भिडियो हेर्दै गर्नु इन्जोय गर्नु ल आउनुहोस् आज चाहिँ हामी खतरा भिडियो प्लस आज हन्टेड ठाउँमा जाँदैछौँ है एकदम यो हेर्न सक्नुहुन्छ अनि हेर्न सक्नुहुन्छ पुरै उस छ के अरे जङ्गल छ अनि यो चाहिँ हामी हन्टेड ठाउँमा जाँदैछौँ तपाईँहरूको लागि ओए बाटो यस्तै छ मान्छे यस्तै पागल हो कि यो ल आउनु गाइस एउटा कुरा गाइस म हाँस्दा सबै हाँस्दिन्छन् यार म हाँस्दा के मेरो बाँदरको थोडा जस्तो देखिन्छ र हाँसो यो चाहिँ जङ्गल छ सबै होइन यहाँ चाहिँ यो पुरै छोडेको गाउँ हो कि यो दामी हन्टेड ठाउँ है ल गाइस सो पानी सानी खाइयो है पानी सानी खाइएर अब हामी चाहिँ फेरि डाँडातिर जाँदैछौँ ल हेर्नु गाइस भ्यू हेर्नुहुन्छ ल भ्यू हेर्नु पछाडिको भ्यू हेर्नु के पछाडिको हेर्नु आमा म यति माथि चढेर म सक भएको ल मलाई यस्तो दामी देखिँदो रहेछ यो चाहिँ यहाँ यो नाङ्गो डाँडो हो होइन अहिले चाहिँ यो डाँडोको नाम नाङ्गो डाँडो भन्ने नि हो होइन नाङ्गो होइन अब जङ्गलहरू केही छैन त्यो मन देखेन होइन त्यो अब गाइस बिल्ला हान्दै गाइस ल शायर जो थे वो कायर बने क्या क्या करे इसको में ल गाइस वी आर गोइङ डाँडामाथि होइन ल गाइस म चाहिँ अब उक्लिँदैछु होइन आई कस्तो हो र फेरि जेलस भइदिने फेरि मायाको हेर न हेर भिडियो हेर्दै जेलस भइदिने के त आऊ न ढुक्क घुमाइदिइहाल्छु नि तिमीलाई नि ल ल गाइस हो त्यहाँ पछाडि मन्दिर छ है ल हेर्न सक्नुहुन्छ छोरे माथि जाँदा चाहिँ पोखराको भ्यू सब देखिन्छ हेर यताटी हेर न तिमी हेर क्या भिडियो सिडियो छोड्देऊ गाइस भ्यू हेर भ्यू सो गाइज हामी चाहिँ फेरि अब हल्का फ्रुटी होइन लेसेस हान्दैछौँ हान्न लाग्यो होइन छि मलाई कति नाटक पारेर बोल्यो भन्ने होला है तर आज के हामी यस्तै बोली भयो आज मेरो किन र प्रतीक दाइको याद आयो यार ए भगवान हाम्रो यहाँ चुस्दै खानु हाम्रो साथीले ब्रो मेरो नाम त्यही हो ब्रो देखिनु भनाइ Huh? म देखिनु भनाइ ब्लगमा ढुक्कन लो म देखिनु भन भयो ढुक्कन लो ल हेर्नु गाइस यता चाहिँ यो चाहिँ हाम्रो नाङ्गो डाँडो चाहिँ यस्तो छ होइन नाङ्गो डाँडो किन भनियो भन्दा चाहिँ सोच्नु भयो होला होइन ल हेर्नु यहाँ चाहिँ यो एयरपोर्टको लागि है यहाँ पोखरा इन्टरनेसनल एयरपोर्ट छ नि त त्यसको लागि प्लेन ल्यान्ड गर्ने बेला टक्क यहाँ कतै छुन्छ कि क्रास हुन्छ कि भन्ने तरिकाले यो डाँडो फाल्दैछन् होइन यता हेर म भ्यू हेर न भ्यू हेर
उता त्यो पोखरा हेर्न न पोखरा ल हेर न हेर यो नि भ्यू हेर न दामी हो ल गाइस म चाहिँ खान गएँ फेरि अब हामी चाहिँ हन्टेड ठाउँ जाने भनेको त्यता हो ल गाइस अब खाएर अब टक्क 100 प्लेसतिर म लान्छु तपाईँहरूलाई सो गाइस हामीले चाहिँ हल्का भिडियोहरू बनायौँ धेरै होइन हल्का अलि राम्रो भएन सोधे जस्तो होइन होइन ब्रो क्लिपहरू हेर्न सक्नुहुन्छ मैले यो भिडियो पछि राखिदिन्छु मतलब कि यही भिडियोमा राखिदिन्छु कि पछि राखिदिन्छु सो यहाँ हेर्नुहोस् टक्क पोखरा र लेखनाथ हेर्न चाहनुहुन्छ तपाईँ एकैचोटि एकै साथमा ल है त म टक्क देखाउने छु गाइस भोलि मर्निङ कतै गयो भने फोहोर चाहिँ हामीले यसरी युज गरेछौँ तपाईँहरूले नि यसरी नै फोहोरहरू नफालिदिनु होला र ठाउँ ठाउँमा आफू घुम्न जाने ठाउँहरूमा सफा राखिदिनु होला है ल गाइस हामी चाहिँ अब 100 ठाउँमा जाँदैछौँ यो चाहिँ हाम्रो लेखनाथको 100 ठाउँ है अहिले चाहिँ यो कोही छैनन् यतातिर सो अब लाग्यो ल गाइस हाम्रो लोकेसनमा जाने बाटो चाहिँ उतै हो अब त्यहाँबाट चाहिँ हाम्रो 100 प्लेसहरू सुरु हुन्छ सो ब्रो ल गाइज हामी चाहिँ 100 प्लेसमा जान लागेको छौँ सो गाइज एकदम डर लागिरहेको छ बाटो खर्साक तर्छन् ल गाइज म चाहिँ हजुरहरूलाई ठाउँ देखाउँदै एक्सप्लोर गराउँछु है मेरो पछाडि चाहिँ मेरो ब्रो छन् ल गाइज म तपाईँहरूलाई चाहिँ पछाडि देखाउँछु एकदम खतरा डरलाग्ने ठाउँ छ है ढुङ्गा न हेर यस्तो छ सो गाइस अझै ढुङ्गा जाऊ म त भित्र जानु म बाहिर क्यामेरा दियो त सो खतरा अब जायो त्यहाँबाट यार जाम ब्रो जाम अगाडि जाम गाइस ओ माय गॉड ठिस भइसक्यो ओ माय गॉड उभिएको त्यहाँ कस्तो उभि जस्तो देखियो यार अहिले अगाडि जाऊ नि तिमी ओइ
यो पुरै जङ्गलभित्र छ गाइस जाउँ यहाँ घरहरू देख्न सक्नुहुन्छ जाउँ मलाई लास्ट डर लागेको छ साथीहरू के हो मान्छेको लागि त्यहाँनिर चाहिँ एउटा बोरा सबैले गाइज है हड्दै आउँछ गाइज यहाँभित्र के हो यो मान्छेको च्यान जस्तो त्यो हड्डी के हो यो चाहिँ मलाई लास्ट डर लाग्छ साथीहरू मलाई लास्ट डर लाग्छ साथीहरू हेर्नु क्यामेराम्यान नेभर डाइज गाइज सो गाइज यहाँ चाहिँ पुरै त्यो लामखुट्टे हुन्छ नि लामखुट्टेहरू लाएर एकदम चिसो ठाउँ भइसक्यो है मुटु पनि हामी पनि एकदम चिसो भइसक्यो हम गाइज एकदम डर लाग्छ है अगाडि जानु अगाडि चाहिँ हामीले एउटा घर देख्न सक्छौँ त्यहाँ पनि कोही छैनन् मान्छेहरू सायद एकदम डर लागिसक्यो मलाई देख्न सक्नुहुन्छ तपाईँहरूले यता टुङ्गिए त घरै छ नि त मान्छेहरू तलै गाइज प्र्याङ्क भयो हाम्रो वर्दी ब्रोसँग प्र्याङ्क भयो केटाहरू ब्रोको बुक केटाहरू देखाउनु ल गाइज प्र्याङ्क भयो यता त सहर रहेछ त गाउँ रहेछ त यहाँ एक्सपोजर ब्रोको यार जोत रहेछ मोबाइल गाइज त्यसैले हो केही रिभ्यू देऊ प्रदीप भाइ गाइज आजको यता देखाउ सो गाइज आजको हाम्रो ब्लग चाहिँ अब यस्तो राम्रो भयो सो गाइज हाम्रो अब हामी उता डाँडा जाने भनेको चाहिँ त्यो प्लान क्यान्सल भयो किनकि हामी भोलि फेरि आउनेछौँ सो अब चाहिँ हामी घर जान्छौँ मोबाइलमा चार्ज पनि छैन ब्याट्री सक्यो है सो आजको ब्लग चाहिँ यति नै मन परे लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् गाइज हेर स्टाइल मारेर जुत्ता लाएर आउनु लाएको थियो केटो जुत्ता लाग्यो खुट्टा दुयो भनेर रुन लाएर हैरान अहिले हेर त चलफल हेर त गाइज अघि नै अनुहार देख्नु लागेको थियो है आई म डराएको थिएँ गाइज यस्तै थियो मेरो आँखा ल आज चाहिँ ब्लग मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गर्नुहोस् ल बाई बाई मेरो गाइज